1, 2, 3. यो भिडियो हेरिरहनु भएको सम्पूर्ण भक्तकुल म ओम बहादुर चिप्ले तमुदेव सङ्घ केन्द्रीय अध्यक्ष। आज 2081 सालको यो चैत्र महिनाको पहिलो मङ्गलबार यहाँ तमुदेव सङ्घमा तमुदेव सङ्घ केन्द्रीय समितिको आयोजनामा स्याङ्जा पेल्काचौरको पचुगुरुहरूबाट यहाँ पेरुते हुँदैछ भने लमजुङबाट आउनुभएको बनकोल्लम अध्यक्षबाट ग्रह शान्ति त्यहीँ र छैको हिउँको त्यहीँ हुँदैछ। त्यसै गरी पर्वतबाट आउनुभएको देवी गुरुहरूबाट ठासो चाहिँ भइरहेको छ। हरेक वर्ष हामीले चैत्र महिनाको पहिलो मङ्गलबार यो सम्पूर्ण रारी स्यागी मोगी थाकु मोकु जति पनि मानव जातिप्रति नकारात्मक असर पार्ने तत्त्वहरूमाथि विजय प्राप्त गर्नको लागि हामीले चाहिँ यो धार्ने गर्छौँ र सम्पूर्ण मानव जातिमा सुख शान्ति समृद्धि होस् भन्ने कामना गर्दै हामीले यो गर्दै गर्छौँ। र यो पेरुते गर्ने चाहिँ मुख्य कारण चाहिँ खास गरेर अकालमा बितेको मान्छेहरूको आत्मा तृप्त हुँदैन, उनीहरूको आत्मा भड्किरहेको हुन्छ र उनीहरूलाई मुक्ति दिलाउनको लागि यो त्यहाँ गरिन्छ। र थास्नो त्यहाँ चाहिँ हाम्रो ग्रह शान्तिको लागि थाकु मोकु रिकुबाट कुनै प्रकारको असर नपरोस् भनेर हामीले त्यस्तै गरिन्छ। त्यसै गरी बनकोल्लम गुरुबाट पनि ग्रह शान्तिको त्यहाँ हुन्छ सम्पूर्ण परिवारको। त्यसै गरी छैको हिउँको त्यहाँ भनेको धन सम्पत्तिले भरिपूर्ण रहोस्, सम्पूर्ण गुरुङ तमुल जातिमा मानव जातिमा एकदमै सुख शान्ति समृद्धि प्राप्त होस् भन्ने कामना गर्दै हामीले यो त्यहाँहरू गर्छौँ। धन्यवाद।